यो टोपी लाउँदैमा मेरो पार्टी हुन्छ होइन त त्यही कुरालाई चाहिँ फाइदा उठाउन पाइन्छ त रासोपाले कसलाई फाइदा दिनुस् तपाईको पार्टीलाई पत्याएन तपाईको पार्टीको अध्यक्षलाई सुन्नुस् न मेरो चाहिँ तपाईले जुन टोपी लाउनु भएको छ यो टोपी लाउँदैमा मेरो पार्टी हुन्छ होइन त काम ताप्दैमा म एमालेको हुन्छु मुनि बस्दैमा म कांग्रेसको हुन्छु हामीलाई तपाईले आज झुक्याउनु भयो क्या कुलमान घिसिङको पार्टीको मान्छे होइन तपाई ए टोपी लाउने बित्तिकै फेरि कुलमान घिसिङकै पार्टीको मान्छे हुन्छ सबैले त्यही भने क्या कार्यकर्ताहरू छन् क्या त्यही भएर जसको चेतना जहाँसम्म हुन्छ त्यसले त्यति नै बुझ्ने हो जुन पत्रकारको जति चेतना हुन्छ त्यसले क्वेशन पनि त्यति नै सोध्ने हो पत्रकारसँग खाली किन हुन्छ तपाईले यो जुन देख्नु भयो नि हो यही भएर मैले 50 चोटि प्रश्न गरे कि म यो हो भनेर मैले यस कारण लगाएको भने फेरि त्यही प्रश्न गर्नुहुन्छ नि तपाईहरुसँग प्रश्न गर्ने अलिकति नपुगेर हो भन्छु के मैले राष्ट्रपाको कुनै पनि काममा समर्थन गर्न लायक छैन र भने पर्यो आफूले नजाने कुरा त भुरासँग नि सिक्नु पर्यो के मै हुँ भनेर हिँड्नु भएन के मै हुँ भने भएर आज कांग्रेस र एमालेको बेहाल भएको तपाई पत्रकारसँग किन रिसाउनुहुन्छ तपाई पत्रकारले सोधेको प्रश्नको जवाफ दिन नसक्ने अनि पत्रकारसँग रिसाउने दिनै नसक्ने तपाईहरु देशको चौथो अङ्ग भने हैन ल तपाई अहिले यो देश अनि यस्तो हालतमा पुग्दासम्म तपाईहरुले के चाहिँ गर्नु हामीले त बारम्बार खबरदारी गरिरहेका छौं राज्यलाई हामी त चौथो अङ्ग भयौं तपाईहरु राजनीति गर्नेहरु त पहिलो अङ्ग हो नि त पहिलो अङ्ग हैन त तपाईहरु मैले चाहिँ राजनीति गरिरहेको छु पार्टी खोल्नेहरु पहिलो अङ्ग हैन त म पार्टी खोलेर हिँडिरहेको अनि छु एक चाहिँ शक्तिशाली हुन्छ कि चार चाहिँ शक्तिशाली हुन्छ एकहरुलाई ठाउँमा ल्याउने काम त तपाईहरुको होला नि त एकमा हामी एन्ड ब्यालेन्स गर्ने काम जनताले के गर्यो तपाईहरुको काम होला नि त जनताले दुई तिहाई दिएर पठाएका होइनन् त राष्ट्रपालले नयाँ सरकारसम्म के भयो कसो भयो भन्ने कुरा नाराज त तपाईहरु जनतालाई दुई तिहाईको बहुमत ल्याउने वातावरण हामीले बनाएको हो तपाईहरुले बनाएको होइन मिडियाले बनाएको हैन त राष्ट्रपालले दुई तिहाई बहुमत दिलाउने हामी हो अब यो परिवर्तन गरेको होइन अझै कसैलाई हालेको छैन ऐलानी छु भनेर फेरि भन्नुपर्ने त्योभन्दा हामीले मिडियाले के गर्नु पर्यो भन्नुस् त आजको दिनमा परिवर्तन त हामीले मिडियाले भूमिका खेलेको होइन जानुस् घर घर जानुस् बुढाबुढीको लडाई झगडा देखाउनुस् न खाली बाङ्गो मात्रै खेल्नुहुन्छ पत्रकारलाई किन रिसाउनुहुन्छ हाँसी हाँसी उत्तर दिनुस् न सुन्नुस् भन्नुस् तपाईहरु जस्तो चाहिँ हैन यो देशमा चाहिँ हैन तपाईहरु जस्तो पत्रकारै धेर भएर देश बिग्रिया हो के ओ माय गॉड हो बुझ्नुभयो ताकि सरकार चाहिँ जनतासँग माफी माग्नुपर्ने अवस्थामा के पुगेछ भन्नु जनताले क्लियर भनिदिनुस् माफी नै माग्नुपर्ने हो सुन्नुस् मेन कुरा त यो देशको गरिबहरुलाई हैन जसरी खोलाबाट उठाइयो नि बिना उसमा त्यसमा त माफी माग्नै पर्छ नम्बर 1 दोस्रो नम्बर 1 यो बक्यौता उठाउन सकेन भने त्यसमा नि माफी माग्नु पर्छ 2 हामी गर्छौं भनेको हैन हामीले भ्रष्टाचारीहरुलाई कारबाही गर्न सकेनौं भनेर त्यसमा पनि माफी माग्नु पर्छ 2 नम्बर हैन यी भिजामा विदेश पठाउन सकेका छैनन् हैन अर्को यहाँ पैसा तिरेर जानुपर्ने अवस्था छ यसमा पनि माफी माग्नु पर्छ फ्री भनेर नाटक मात्र गर्न पाइन्छ चौथो नम्बर भन्दिनुस् त चौथो त भइसक्यो पाँचौंमा भन्दिनुस् न आन्दोलन जुन संरचना नेपालको जति पनि ध्वस्त भयो जति पनि नेपालको क्षति भयो नि यो कुरामा उहाँहरुले माफी माग्नु पर्छ यदि उहाँहरुले केही गर्न सक्नु भएन भने अब उहाँहरुले यो कुरामा नि माफी माग्नु पर्छ अनि अहिले प्रधानमन्त्रीज्यूले हैन आउनुस् सिंहदरबार जान कति महिना अगाडिदेखि भन्नु भएको हो र भने तर यो कति मजाले हो र भने यो समाचार सम्प्रेषण गर्ने तपाईहरु हैन यो सिर्जना त ओलीसँग कुरा गर्न मन लाग्छ यो वातावरण ओली देउवा दाहालले सिर्जना गरेका हुन् भन्ने छ पुरानै दलका कार्यकर्ता नेता कार्यकर्ताले सही ढंगले समाजमा काम गर्न नसकेर जेन्जी आन्दोलन भयो त्यो पनि एक हो सृजना गरे हो तर सुन्नुस् न सृजना आन्दोलन गर्नुपर्ने हैन समयको सृजना उहाँहरुले गर्नु भएको हो एउटा स्ट्याटसले त्यत्रो जनता आउँछ भन्ने लाग्छ तपाईलाई हजुर एउटा स्ट्याटसले मान्छे एकैचोटी निस्किन्छ सडकमा निस्क्यो त आयो त गर्यो उसको भित्रको दबाब होला उसको चाहिँ चित्त नबुझे होला त्यही कुरालाई चाहिँ फाइदा उठाउन पाइन्छ त रासोपाले फाइदा उठाउन चाहिँ पाउँछ त कसलाई फाइदा दिनुस् तपाईको पार्टीलाई पत्याएन तपाईको पार्टीको अध्यक्षलाई सुन्नुस् न मेरो चाहिँ तपाईले जुन टोपी लाउनु भएको छ यो टोपी लाउँदैमा मेरो पार्टी हुन्छ यदि तपाईको नेतृत्वमा यो देश आयो र तपाई यो देशलाई सल्लाह दिने व्यक्ति हुनुभयो भने देशले 5 वटा काम के गर्नुपर्छ भन्नुस् प्रश्न मिल्यो एकदम मिल्यो ल उत्तर एउटै काम गर्नुस् 5 वटा काम गर्नु परेन एउटै काम गर्नुस् यो देशमा जति पनि हक अधिकार मागेर पार्टी खोलेर संघ संगठन खोलेर जति पनि व्यक्तिहरु बसिराख्नु भएको छ हिँडिराख्नु भएको छ नि त्यो व्यक्तिहरुलाई एउटै मञ्चमा खडा गर्नुस् अनि तपाईको समस्या के हो तपाईको हक अधिकार कसले खोस्यो यहाँ कुकुरले त मान्छेको अधिकार खोसेको छैन होला अमेरिकन आएर त नेपालीको अधिकार खोसेको छैन होला यदि छ भने मिलेर
यसको हल समाधान गरौँ न, एउटै काम गरौँ, 5 वटा किन चाहियो? त्यसका लागि त केपी ओलीले सर्वदलीय बैठक राख्थे, अस्ति भर्खर रवि लामिछानेले राखे, सबै दललाई बोलाइरहेछन् त सर, गरेछन् त यिनले पनि। सर्वदलीय बैठकमा अनि कुरा चाहिँ के भयो? देशवासीको समस्याको बारेमा छलफल भयो नि। के बारेमा भयो अस्ति भन्नुहोस् भर्खर न। धर्मको नाममा द्वन्द्व भयो, द्वन्द्व न्यूनीकरण गर्नको लागि भयो, त्योभन्दा पाल्टो देशका समसामयिक राजनीतिक घटनाक्रम समस्याको बारेमा छलफल बारम्बार भइरहेछ त। छलफल यो त नयाँ विषय आएन नि, अरू नयाँ के छ भन्नुहोस् न। छलफल त 2007 त्योभन्दा अगाडिदेखि पनि हुँदै आउँदै यहाँसम्म आएको हो। छलफलले मात्र केही हुन्छ? त्यसो भने आजको विकल्प के हो भन्नुहोस् ल? छलफलले मात्र केही हुन्छ? जनतालाई चाहिँ भोट आउने बेलामा जनतालाई चाहिँ त काङ्ग्रेस, त एमाले, त माओवादी भनेर छुटाएर भोट गर्ने, अनि माथि मिलेर खाने बेलामा चाहिँ अनि ओहो यहाँ हाम्रो पार्टी ढल्न लाग्यो, ल आउनु पर्यो, सबै पार्टी एक ठाउँ गठबन्धन दलको अनि राखेर अनि बाहिर चाहिँ केही कुरै नगरिकन चाहिँ हुन्छ? त्यसो भए त्यसो भए सुन्नुहोस्, आजको समाजले खोजेको विकल्प जुन सर्वदलीय बैठक बस्यो नि, सर्वदलीय दललाई एकै ठाउँमा ल्याएर चुनाव गरौँ न त ल। फेरि चुनावै गर्ने? चुनाव त भइराखेको छ त। हुन्छ नि, फेरि आउने चुनाव हुँदैन, त्यो चुनावमा गरौँ न त। अनि अस्ति भर्खर भनेपछि पार्टी एकता गर्नु पर्यो सबैले। अब पार्टी एकता होइन, विचार भाग गर्नु पर्यो। अनि चुनाव भनेको त त्यस्तो हुँदैन नि। वाम एकता भइराखेको छ त, विचार गर्ने वामहरू एक ठाउँमा आए नि त। प्रतिस्पर्धा हो तपाईले। यही प्रतिस्पर्धाले गर्दाखेरि खुट्टा तान गर्दै बस्ने हो। अनि भनेपछि तपाईँ राजावादी? हजुर, भनेपछि तपाईँ राजावादी? के तपाईँको बुझाइ त त्यही भन्नु नि त। म राजावादी जस्तो प्रतिस्पर्धा पनि गर्नु हुँदैन, मिल्नुपर्छ भन्नुहुन्छ, अनि चुनावमा खुट्टा ताना हो भन्नुहुन्छ। चुनाव नहुने बेला राजा चाहियो। प्रतिस्पर्धा गर्नुपर्छ, देशलाई विकास गर्ने कुरामा गर्नुपर्छ, देशलाई विश्व सामु चिनाउने कुरामा प्रतिस्पर्धा गर्नुपर्छ, देशलाई कसरी डुबाउने, कसरी ऋण ल्याउने, कसरी यहाँका जनतालाई चाहिँ गुमराहमा राख्ने भन्ने कुरामा प्रतिस्पर्धा गर्ने होइन। त्यही भनेर त सबैका हेर्नुहोस् त राजनीतिका एजेन्डाहरू, हेर्नुहोस् त घोषणापत्रहरू सब हेरिरहेछौँ, बुझिरहेछौँ। सरकारले जनता लडाउने खालको कामहरू गरेर हुन्छ? जनता लडाउनेमा कम्पिटिसन गरेर हुन्छ? यो देशमा मिलाउनेमा लाग्नु पर्यो नि त। कसले चाहिँ राम्रो बनाउन सक्छ त्यतातिर ध्यान हुनु पर्यो नि त। यहाँ त जनता कसले धेर ल्याउन सक्ने र लडाउन सक्नेमा लागेर हुन्छ त? त्यसो भए भन्नुहोस् न त, जनता मिलाउन सक्ने शक्ति चाहिँ अहिले यो देशको को हो, के हो खासमा? कि समस्या मात्रै हो, समाधान के हो? अब हजुरहरू पत्रकार हुनुहुन्छ, हजुरहरूले खोज्नु होला यो चाहिँ कसले मिलाउन सक्छ भने। एउटा नागरिकको पनि त कर्तव्य होला नि त, कि छैन? आजको दिनमा भनिदिनुहोस् न त विकल्प के हो? आर्यनजी, आजको दिनमा मैले भनिसकेँ त, यी सम्पूर्ण जनता र यो पार्टी जति पनि दल सङ्घ सङ्गठन छन् सब एक ठाउँमा आएर होइन, देशको लागि होइन अब के गर्न सकिन्छ, कसरी अगाडि जान सक्ने, देशलाई कसरी शान्तिमय बनाउने भनेर सोच्नु पर्यो, बुझ्नु पर्यो। मैले कसलाई भोट हाल्दैछु भनेर चिन्दै नचिनिकन जनताले भोट हालेका छन्, अब त्यसलाई अब तपाईँले कसरी हेर्नुहुन्छ? कसरी भनिसके त, यी सम्पूर्ण जनता र यो पार्टी जति पनि दल सङ्घ सङ्गठन छन् सब एक ठाउँमा आएर होइन, देशको लागि होइन अब के गर्न सकिन्छ, कसरी अगाडि जान सक्ने, देशलाई कसरी शान्तिमय बनाउने भनेर सोच्नु पर्यो, बुझ्नु पर्यो। देशैभरिको सबै नसमेटिए पनि 2/3 चाहिँ समेटेर सरकार बनाएको छ है सर। 2/3 समेटेर सरकार बनेको छ त। 2/3 भनेको त फेरि ठुलो सङ्ख्या हो नि। ठुलो सङ्ख्यामा मात्र ठुलो भएर भयो। पार्टीका नेताका टाउका गनिएनन् क्या, यहाँ जनताका मत गनिए क्या सर। हेर्नु त, सबैलाई समेटेन राष्ट्रपालले, सुन्नु न, सबैलाई समेटेर 2/3 सरकार बनायो। मैले कसलाई भोट हाल्दैछु भनेर चिन्दै नचिनिकन जनताले भोट हालेका छन्, अब त्यसलाई अब तपाईँले कसरी हेर्नुहुन्छ, कसरी समेट्नुहुन्छ भन्ने कुरा हो। आपकी बार बालेन सरकार। फेरि मैले आपकी बार बालेन सरकार होइन, जनतालाई त्यहाँ मेरो क्षेत्रमा उठ्याएको त थाहै थिएन नि, बस बालेन भनेर हालिदिए भोट। बालेन प्रधानमन्त्री बन्ने त अब देशमा गर्ला नि त, त्यही भन्ने त अपेक्षा छ त सबैको। गरिसक्यो त, अब कति गर्नुहुन्छ? होइन, जनताले गर्ने काम त गरेका हुन्, 2/3 त दिएका हुन् त। नेता तपाईँहरू जस्तै नेता, पार्टीका नेताहरू नै काम लागेनन्, पुगेर धोका दिए त के गर्नु भन्नुहोस् त? जनताले 2/3 दिएका होइनन् त। तपाईँका कुलमान घिसिङ पनि त चुनावमा गएका हुन् नि त। 12 दिन राष्ट्रसभामा बसेर मेरो मात्र हो, बत्ती तपाईँले बाल्नुहुन्न? होइन, हामी यो देशका सबै नेता हाम्रै हुन्, कुलमान मात्रै होइन, गएका हुन् त, हाम्रै हो नि, चुनावमा लडेका हुन्। हो त, जनताले मैले चाहिँ के भन्छु भने यी समग्र पार्टी हाम्रै लागि हो भने, तर जनता त सचेत छन्, जनताले गर्ने काम त गरे। सबै पार्टी अगाडि आउनुहोस्, एउटै टेबलमा बस्नुहोस् अनि वार्ता गर्नुहोस्, कुरा गर्नुहोस्। यो धर्मको लागि, यो समाजको लागि, जातको लागि के हो, यो समस्या के हो होइन, हरेक समस्याको हल खोज्नु पर्यो क्या। यहाँ छुट्टो एकातिर अर्कातिर बसेर खालि मान्छे लडाउने होइन, नाराबाजी गर्ने, खालि हुल्दङ्गा गर्ने मात्र काम होइन क्या। एक ठाउँमा आएर होइन समस्याको हल खोज्नु पर्यो क्या। हो, त्यो एक ठाउँमा आजको दिनमा कसले ल्याउन सक्छ? कुलमान घिसिङले ल्याउन सक्छ आजको दिनमा सबै शक्तिलाई एक ठाउँमा?
कुलमान घिसिङले भन्दा नि नेपाली जनताले ल्याउनु पर्छ क्या। जनताले त 2/3 दिएका होइनन् त, सबैभन्दा शक्तिशाली राष्ट्रपाले बनाएका होइनन् एउटा पार्टीलाई। 2/3 पो दियो त, हुँदो रहेछ र एउटा पार्टीलाई सत्तामा पुर्याएर हुँदो 2/3 रहेछ। पो दियो त। त्यो 1/3 बाहिर बसेको त ती त फेरि विद्रोही नै भयो नि। तिनीहरूलाई चाहिँ ल्याउन सक्नु पर्दैन, समेट्न सक्नु पर्दैन। ए खर्लप्प एउटै घन्टीमा भोट हाल्ने। सुन्नुहोस् न, घरको 5 भाइ छ, अंशबण्डको त्यो अंशबण्ड हुँदैछ। एक भाइ चाहिँ आउँदै आएन, उतै बसिराख्यो, म आउँदिनँ भन्यो भने तपाईँको अंशबण्ड हुन्छ? होइन, इतिहासमै सबैभन्दा धेरै मत दिए 2/3 मतै हुँदैन भनेर राजनीतिक विश्लेषकहरूले भन्दै आएका थिए। त्यही 2/3 मतको मात लागिरह मात्र हो नि। जनताले गर्ने काम त गरे नि, 2/3 मत नदिकन त अप्ठ्यारो हुँदो रहेछ पार्टीलाई भनेर खर्लप्पै आरी घप्दै मत दिएका होइनन्। अनि दिएर के गर्नु पर्यो? नेताहरूले नै बिगारेको हो आजको दिनमा पनि हामी भन्छौँ। हामीले मिडियाले पनि भूमिका खेलेकै हो। 1/2 सरकार ल्याउनु होइन त, परिवर्तन ल्याएको होइन त, जनताले दिएका होइनन् त। हो त, म पनि त्यही भन्छु त, जनताले भोट पनि दिएको हो। अनि दोष चाहिँ किन नेतालाई मात्र? त्यही भएर त मैले भनी गर्छु बार होइन कि जनता पनि सुध्रिनु पर्यो भनेर। जनता सुध्रिनु पर्यो। फेरि जिम लगाएको टोपी लगाउनु भएको छ होइन, पार्टीको सदस्य होइन भन्नुहुन्छ। कुलमानजी फेरि रिसाउनु होला नि त, फेरि यसरी चित्त दुखाउनुहुन्छ होला नि त। सुन्नुहोस्, अब चित्त दुखाइ भन्दा पनि होइन, हामीले भनेको साथ सपोर्ट दिने हो राम्रो कुरालाई। उहाँले यस्तो कुरामा चित्त दुखाउनुहुन्छ भन्ने मलाई लाग्दैन होइन। अब तपाईँलाई लागेछ भने कुन विषयले कसरी लाग्यो त्यो तपाईँलाई थाहा होला। फेरि अर्को कुरा, टोपी लगाएर बोल्दै गर्दा केही कुराहरू खुत्किन सक्छ, हाम्रो पार्टी जिम्मेवारी लिँदैन पनि भन्न सक्नुहुन्छ। पार्टीमै छैन त पार्टीले चाहिँ कसरी जिम्मा लिनुहुन्छ त?